हेलो दोस्तों, न्यू वीडियो में सोलो वर्सेस स्क्वाड टुङटुङ सा और खेला छु मैले। ए यार नेटै सोलो छ। यो भिडियो पूरा हेर्नु गाइजहरु। अरे यार नेट में अरे हेड किन नलागे? हेडै लागेन बढी गाइजहरु, हेड लागेन हैन। मलाई नुबडा नसिम्झनु। ए म नुबडै हो। लेकिन म केटी लिएर खेल्ला छु। अरे उता एनिमी छ। यो चाहिँ म यो नुबडाहरु हो। म प्ल्याटिनियममा छु कि त्यसैले भर्खर खेलेको। लेकिन म ओल्ड प्लेयर हो। यो मेरो अर्कै आइडी हो हैन। मैले तपाईहरुले मेरो आइडी सर्च गरेर पनि देखाउँछु। म एउटा आइफोन प्लेयर हो हैन। अलरेडी रेड दिइरहेको छु हैन मैले। गाइजहरु वान ट्याप हान्दिम भन्नु। गाइजहरु वान ट्याप हान्दिम एउटालाई। यसरी गाइजहरु, म एउटा आइफोन प्लेयर हो के गाइजहरु। प्ल्याटिनियममा नुबडाहरु आउँछ नि त गाइजहरु हैन। प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु ल मलाई। मेरो च्यानलले पुरै त्यो प्रो प्लेयर रहेछ। गाइजहरु मैले त्यसलाई वान ट्याप हान्न सक्छु। गाइजहरु गेस गर्नु त। नेट हल्का सोलो छ है फेरि। 5G पनि यति सोलो चलिरहेको छ। तपाईहरु कुन चाहिँ मोबाइलमा खेल्नुहुन्छ भन्नु। म चाहिँ आइफोन प्लेयर हो हैन। ओबे माका साला एल्लेमा गाइजहरु ल म एक गोलीले वान टाइम हाने पनि ल गाइजहरु तपाईहरु सब्स्क्राइब गरिदिनु है। यो एउटा गोली छ सिडीको हैन। हान्यो भने सब्स्क्राइब सबैजनाले सब्स्क्राइब है। अनि एमआइडेट 7 ले पनि एमआइडेट 7 ले हान्यो भने लाइक सिडीले हान्यो भने कमेन्ट ल सबैजना ल। मेरो फुल भिडियो हेर्नु होला प्लिज हैन। M10 लिम कि M10 नि M10 नि होला। ओए मेरा प्यारी सी नन्दी ए यिनीहरु यो दुईटा गर्ने मैले वान ट्याप हाने पनि ल सबैजनाले लाइक गर्नुपर्छ है। लाइक र सब्स्क्राइब। नेट सोलो छ है मेरो चाहिँ। नेटै 5G भयो भने यस्तो चल्छ। अब सबैजना लाइक ए गोलीले वान ट्याप हाने सबैलाई म एक गोलीले वान ट्याप हान्दिम।
गाइजहरू यही पो रहेछ। अब गाइजहरू म सबैलाई एक एक गोली आउने भन्दैछु ल। प्लिज लाइक र सब्सक्राइब चाहिँ गरिदिनु, गर्न चाहिँ नबोल्नु होइन। किन माथि नचढे यतातिर अझै पनि इनिमी छ कि। म पनि अब माइकीको जादु लिएर खेल्नुपर्छ क्या हो। माइकी हेर्नु कन्डे गेमर जिटिए त्यसैलाई उस गरेर खेल्नुपर्छ अब। ओ तेरी माछा तर रिभाइभ गरेर छोड गड रिभाइभ गर। आफू चाहिँ अहिले पेल्ने त मेरै हातमा हो नि त। रिभाइभ गर। अरे यार बडी पेल्यो कस्तो यार। एम्प्रेलले बडी पेल्यो यार गाइजहरू। झरिरहेको रहेछ 16 भर्सेस स्क्वाड हो। यो प्रो प्लेयर पनि आएर रहेछ गाइजहरू। साला लुट न लुट। अहिले त मर्ने त मेरै हातबाट हो। यो म बोय हान्न सक्छु कि सक्दिनँ है। सक्दिनँ होला। म एक नम्बरको नुबडा हो। सडगनले गएर अनि यिनीहरूलाई पेल्छु। सडगन लाग्दैन वान ट्याप त नुबडा भएछु क्या म। साला एक गोलीमा वान ट्याप लागेन यार। नेट त फिट्ने मैले एमो भर्दिनँ कि। 2 गोली छ। 2 गोली मलाई म वान ट्याप हान्न सक्छु। सरलाई खत्रै गर्ने है क्या हो। P90 पो ल्याएर रहेछ त्यसले। खै यार सकेन नि गाइजहरू। नेट यति सोलो चलिरहेको होइन। म के भनौँ क्या। ओ मादर साला अगाडि पछाडि सबैतिरबाट हान्छ यार मलाई त। पहिला त पछाडि होइन अगाडिले चाहिँ एक गोली लिएँ। सबै काट्ने है गाइजहरू। वान ट्याप लागेन। अब त पक्का लाग्छ र। नेट चाहिँ हल्का यो नेट त फेरि काटेर फालिदिन्छु अहिले। कमेन्टमा गर्नु है अर्को पालि कुन चाहिँ गनले वान ट्याप हान्नु ल म। चलक्क माथि जस्तो लाग्यो। त्यहाँ रहेछ मेरो भाइ म आउँदैछु त नुबडा होला। कस्तो हेडै लाग्दैन। फ्रेन्ड रिक्वेस्ट पठाएर अब छो अब सिधै ठुम जस्तो लागिरहेको नि। कस्तो यो नेट पनि कैसा चलता है रे यार। कैसा चलता है रे यार ये नेट भी यार। गुस्सा दिलाता है यार मेरे को ये नेट से। ल नेट फेरि मादरचोद नेट 17 जना छ। मैले अब 14 किल। यस्तो नै मुह देखाउनु पर्यो भने त फेरि इनमीलाई भेट्छ नि। यस्तो वान ट्याप हान्छु नि गाइजहरू। अघिको वान ट्याप चाहिँ कस्तो लागेको थियो भन्नु ल गाइजहरू होइन। यो भिडियो प्लिज हेरिदिनु है।
एडब्ल्युएमले हान्दिनँ। एडब्ल्युएमलाई हान्न त आउँछ लेकिन त्यति हान्दिनँ कि म एडब्ल्युएमले। लेकिन मैले एडब्ल्युएमको उस ल्याएको छु यार, फेरि एडब्ल्युएमको पुरै क्यारेक्टरै लिएर आएको छु। सेभ जोन उयो घरमा बस्नु बनाउने क्या हो है, होइन रे। तल भागिहाल्यो नि। हान्न कोसिस गर्दा कति एकसटमा म तल भुट्छस्। अकवा मसँग कस्टम खेल्नु छ भने कस्टम त्यहाँ उस कमेन्टमा उस गर्नु है गाइजहरू, यो आइडी। तलले भुटी हाल्छु अहिले। एमिटेड सेभेले चाहिँ यिनीहरूले पर्खाउनु पऱ्यो अब। मादरचो कति एफसी बनाइदियो हौ। नुबडाहरू पनि अहिले प्रो बनाइसकेको हो यो गरिनाले। तु चाहिँ जादु मन्दर यति हेट लाग्दो त मोर मादर बट। त्यत्रो हान्न चाहिँ म देखाएन यार त्यो लोमा। धेरै भोग्यो भुट्ने चिज। अब लास्ट एकजना मात्र योसँग म हिलिङ ब्याटरी खेलौँ दोस्तो। त्यो हान्दिउँ गेले वान ट्याप ओ मादर हान्दिउँ बेला म हेर्छु हजुर एक गोलीले हान्छु त। एकछिन म दुईटामा कुन चाहिँ गन हान्न आउँदो रहेछ है। ए लागेन अथवा दुईटैले लागेन यार लाग्यो। ए अब गाइजहरु मेरो पहिलाको आइडी देखाउँछु। पहिलाको आइडी यो मेरो अर्को आइडी होइन, मेरो पहिलाको आइडी देखाउँछु। पहिलाको आइडी यो मेरो अर्को मोबाइल हो, त्यसैले यो त्यति खास त छैन। मेरो पहिलाको आइडी हेर्नु गाइजहरु, मेरो पहिलाको आइडी हेर्नु है। यही हो हेर्नु त। अहिले मैले थाहा छु कि 9 दिन भयो यार, नपत्या हेर्नु नाम पढ्नु पनि सक्नुहुन्छ। म पहिले ओल्ड हो र बतायो हेर्नु म्यासेजहरू। अनि हिरेर पुगेको थिएँ, यस्तो थियो यो आइडी पहिला। हेर्नुभयो। बाई बाई दोस्तो, मलाई सबैले लाइक र सब्सक्राइब गरिदिनु होला। बाई बाई, अर्को भिडियोमा भेटौँला। बाई बाई सबैजनालाई।